अहिले बिहानै हामी इटारी आइपुगेको छौँ धरानबाट। अब हामी यहाँबाट बसबाट रानीटार पुलसम्म गएर हामी त्यहाँबाट चाहिँ उकालो फेरि अर्को गाडीमा जान आँटेका छौँ। आज मात्रै हामी सङ्गतिको लागि चाहिँ त्यो जग्गा दुम्माना जग्गा पुग्दैछौँ। यो चाहिँ हो हाइवे। हाम्रो बसको रमाइलो यात्रा सुरु भयो। अब के भन्छ दुम्मानासम्मको आधी बाटोसम्म। सप्तकोशी चाहिँ ब्रान्च चर्च रहेछ। हामी जुन ठाउँमा सङ्गति गर्न जाँदैछौँ त्यो चर्चको ब्रान्च चर्च। सम्मेलन जाने हाम्रो टिम बाटोबाट उता गयो भने चाहिँ काठमाडौँ। हाइवे चाहिँ छोडेर बाटो अफरोडिङ चाहिँ बसमा हुँदैछ हाम्रो। यो चाहिँ हाम्रो बस रानीटारसम्म जाने। रानीटार यो चाहिँ शिखरबारी जग्गा हो। सो यो जग्गाहरू चाहिँ अलिक भ्याली नै रहेछ। अनि हामी चाहिँ अझै पहाड पुग्नलाई अलिकति टाइम लाग्छ जस्तो लाग्यो। सो पहाडहरू चाहिँ ऊपर चाहिँ पहाडहरू छ। सो त्यसपछि भ्याली। बसको चाहिँ सबैजना सम्मेलनमा जानु हुने छ। सम्मेलन वक्ता यहाँ हुनुहुन्छ। सम्मेलन विश्वासी मण्डली चाहिँ सबै यता सम्मेलनकै एउटै बसमा हामी सबैजना जाँदैछौँ। मजा आउँदैछ। यहाँनिर दुईजना इन्जोय गर्छु। हामी यात्रालाई चाहिँ इन्जोय गर्दैछौँ। अहिलेसम्म बस्तीको बाटोमा बस कुदेको भिडियो हेरेको, तर आज चाहिँ हामी भिडियोमै छौँ। भिडियोमा नै हामी आएको। अझै हाम्रो बाटो यात्रा लामै छ जस्तो लाग्दैछ। सानो दामी रमाइलो ठाउँ आइपुगेको छ जस्तो छ। अब चाहिँ हामी ओह्रालो खोलातर्फ खोलासम्म पुग्ने यात्रा हो। सप्तकोशी रिभर मण्डली विश्वासी हुनुहुन्छ। वक्ता हाम्रो टिम सिक्किमबाट नेपालबाट सबै सम्मेलन टिम भेला हुँदै हामी जाँदैछौँ धनबारी। यो चाहिँ उदयपुरको रानीटार, पारिपट्टिको चाहिँ हो भोजपुर जिल्ला। चाहिँ रानीटार बजार दोकानहरू बस पार्क होला जस्तो लाग्यो। अलिकति तल गएर चाहिँ हामीलाई छोडिदिनुहुन्छ अरे पुलमा। पुल पुग्नै आँटेको। यो चाहिँ रानीटारको पुल हो के भन्नु अब। गाडीहरू चाहिँ यहाँबाट पाउँदो रहेछ। यहाँ थुक्पा पाउँछ होला नि। हामी यहाँको बस चाहिँ यही हो देउराली यातायात। गाडीहरू 17 कोशीमा एउटा दुध कोशी चाहिँ यो रहेछ। त्यो बस पनि टाढ्छ भन्थ्यो तर जग्गा छैन रहेछ यहाँ। साह्रै दामी पुल।
हामी चाहिँ उदयपुर जिल्लाबाट भोजपुरतिर जाँदैछु। यो पारि भोजपुर हो। अनि यो मुनि देख्ने चाहिँ दुधकोशी अनि यो चाहिँ झोर्लुङ्गे रहेछ। भई पुरै हल्लिँदो रहेछ नि त भई खतरा खतरा हल्लिँदो रहेछ। यसरी हिँड्नुपर्ने रहेछ नि खुट्टा फालेर लेफ्ट राइट हुँदो रहेछ नि। हो कसरी हिँड्छ हौ यहाँ त अन्त भई रिङबाट चल्ने रहेछ त खतरा खतरा। हैट यो झर्लङ्गेले त निकै रिङबाट चलाउँदो रहेछ नि। डिसब्यालेन्स हुँदो रहेछ नि हिँड्दाखेरि चाहिँ कि एकछिन चाहिँ डिसब्यालेन्स हुन्छ। लेफ्ट राइट लेफ्ट गर्दै हिँड्नु भने चाहिँ यो मुनि बग्दै गरेको चाहिँ हो दुधकोशी। पर चाहिँ बनिँदैछ ब्रिज। यहाँनिर चाहिँ पछि बसहरू पनि फेरीबाट तार्छ भन्थ्यो। पहिला त ड्रम अनि ड्रममा बाँस लगाएर चाहिँ तारेको भन्थ्यो। कहाँ एक्ज्याक्ट लोकेसन चाहिँ मलाई पनि थाहा भएन। सो यो चाहिँ हो दुधकोशी। सबै गएर चाहिँ सप्तकोशीमा मिल्छ। सप्तकोशी गएर गङ्गामा मिल्छ। गाडीहरू यहाँ माथि लागिरहेको हुँदो रहेछ। भोजपुर हामी जाने जग्गा बानी छैन भने बिजोग हुँदो रहेछ। सो हामी चाहिँ यहाँबाट उकालो अब डुम्बाना जाँदैछौँ। उदयपुर यहाँ पारि यो पर्यो भोजपुर। हामी चाहिँ गएको डुम्बाना भोज खाएर पुरेको जग्गा। त्यही त यहाँ एउटा एक अब चाहिँ हामी ग्रुप फोटो लास्ट खिच्न छौँ। हामी भोजपुर डुम्बानाको लागि उकालो हिँड्दै गरेको। हाम्रो गाडीहरू चाहिँ यही जस्तो लाग्दैछ। हामी जानुपर्ने यो गाडीहरू चाहिँ अरू जग्गा जाने रहेछ। हामी बसमा जाने हो। सो बस चाहिँ माथि छ। डुम्बानाको बस बक्ता बक्ताजी हाम्रो टिमहरू प्रायः सबै छ यहाँ। यो पारी देख्ने चाहिँ रानीटार। चाहिँ पारीको This is Dumana Bazaar. गाडी पनि आइपुग्यो। हामी पनि आइपुग्यो चर्च। हामी आएको बस यो जग्गा चाहिँ हो डुम्बाना। यहाँनिर चर्च रहेछ। यहाँ चाहिँ हामी सिक्किमको पाहुनाहरू। यहाँ चाहिँ पास्टर हुनुहुन्छ। यहाँनिर चाहिँ मण्डलीहरू सेमिनार के भन्छ कन्भेन्सनमा आउनु भएको। हामी चर्चतिर जाँदैछौँ अहिले।
आठौँ वार्षिक सम्मेलन यसो दुम्माना चर्चबाट एकछिन घुम्न आएको डाँडामा हामी आएको कि रोडहरू दुम्माना बजार हो यो चाहिँ दुम्माना बजारको दोकानहरू हो पहिले कहाँ पर्ने मात्रै हो कि हामी त रेगुलर जानु पर्दैन जाँदैन न अफिस कहिले कहाँ त्यस्तै त्यहाँ अब अनुगमनहरू पऱ्यो केही कार्य फङ्सनहरू पऱ्यो भने मात्रै जाने रुट नै छैन तपाईँ हिँड्ने हो बिरुवा दाइ चाहिँ हिजो चाहिँ धरानको सालिमे घारी हिँडेको थियो आज चाहिँ हामी दुम्मानाको सालिमे घारी हिँड्दैछु यो दुम्माना चाहिँ भोजपुर जिल्लाको परपट्टि पारि उदयपुर वारी चाहिँ यो भोजपुरको दुम्माना भन्ने गाउँमा हामी छौँ तर जस भ्यू चाहिँ दामी एकदम दामी छ यहाँबाट यो चाहिँ गएर सप्तकोशीसँग मिल्दो रहेछ दुधकोशी कोदो धान अदुवा रमभेडा सब्जीहरू आजलाई हाम्रो बस्ने जग्गा यहाँनिर पास्टर बाबुको घर प्रमोट गर्ने भनेर त्यतिले तपाईँ